ल नमस्ते साथीहरु, आजदेखिबाट म चाहिँ नेपाली एनिमेसन स्टार्ट गर्न लागेको छु। त्यसैले म आज धेरै केही पनि गर्दिन। मेरो दिमागमा त यति चलिरहा आफ्नो युट्युबको लागि चाहिँ लोगो बनाउनलाई, त्यही भएर म आज त्यही गर्ने हो। त्यही भएर हेर्नुस् अनि इन्जोय गर्नु होला यो भिडियो। ओके, युट्युबको लोगोको लागि चाहिँ मैले चाहिँ आइबीएस पेन्टबाट चाहिँ बनाउन लागेको छु ड्रइङ। किन फिफा क्लिपबाट एनिमेसन गर्न इजी हुन्छ, तर के भने हाई क्वालिटी ड्रइङ बन्दैन नि त। आइबीएस पेन्टमा चाहिँ लेयर अप्सन हुन्छ र धेरै हाई क्वालिटी एनिमेसन बनाउन सकिन्छ। त्यही भएर आइबीएस पेन्ट र फिफा क्लिप म्याच गरेर चाहिँ हजुरहरूले चाहिँ एकदम राम्रो एनिमेसन बनाउन सक्नुहुन्छ। अब कोहीले त भन्छ नि एज अ बिगिनर मे त एनिमेसन गर्नको लागि चाहिँ ड्रइङ सिकिराखु, मेरो ड्रइङ त्यति राम्रो छैन। अब कोहीले त भन्छ भाइ मेरो त ड्रइङ पनि राम्रो छैन। अब राम्रो त हजुरहरूको फेस पनि छैन, त्यही पनि काम चलाइराख्नु भयो नि। त्यही भएर मैले नि काम चलाइरहेको। तर हजुरहरूले नि पहिला प्र्याक्टिस गर्नु एनिमेसन गर्नको लागि। एनिमेसन यति गाह्रो छैन। एनिमेसनको लागि हजुरहरूले टुवेल्भ प्रिन्सिपल जान्नुपर्छ। त्यो भिडियो हजुरहरूले ट्युटोरियल यति छ युट्युबमा, त मलाई झ्याउ लाग्छ। तर मैले एउटा बुझ्दिनँ। अब के गर्ने, पढाइमा ट्यालेन्ट भएको भए अगाडि पुगिहाल्थेँ। अब ब्ल्याक बेन्चर हो म पनि। अब ब्याक बेन्चरहरूले के पढ्नमा के झ्याउ लाग्छ। ड्रइङ पनि यति राम्रो छैन। अब हेर्नु, अब मैले पहिला ड्रइङ रेफरेन्स लिएर चाहिँ गरेको, तर एकदम पर्फेक्टली आउँदैन नि त मलाई नि ड्रइङ त। तर म पनि कोसिस गरिरहेको। अब म पनि अब प्र्याक्टिस गरिरहेको। मलाई यति राम्रोसँग त आउँदैन एनिमेसन बनाउनलाई, त म सिकिरहेको। अब नेपाली एनिमेटरहरू त हजुरलाई थाहा त्यति धेरै नि छैन। त्यही भएर म आजदेखिबाट नेपाली एनिमेटर बन्न खोजेको। आफ्नो मुकाममा पुग्नको लागि चाहिँ धेरै मेहनत गर्नुपर्छ। तर हजुरहरूलाई नि यो एनिमेसन हेर्न, हजुरहरूलाई नि यस्तै एनिमेसन बनाउन मन छ भने धेरै अप्सनहरू छ। अब मोबाइलमा बनाउने भयो दुईवटा एप छ, फिफा क्लिप र आइबीएस पेन्ट। आइबीएस पेन्टबाट हाई क्वालिटी र फिफा क्लिपबाट चाहिँ एकदम सिक्न सक्नुहुन्छ बेसिक एनिमेसनहरू। अब एकदम तपाईँहरूसित एकदम पैसा छ भने त धनी बाउको छोरा हुनुहुन्छ भने त ल्यापटप कम्प्युटर छ भने त तपाईँहरूले त क्रिएटा युज गर्न सक्नुहुन्छ। एडोब एनिमेसन सुइटेबल, ल्यापटपदेखिबाट कम्प्युटरसम्म सुइटेबल सफ्टवेयर भनेको एडोब एनिमेसन। त्यही भएर त्यो युज गरेर तपाईँहरूले एकदम हाई क्वालिटी एनिमेसन बनाउन सक्नुहुन्छ। एनिमेसनको लागि के अरे ल्यापटपहरू होइन, स्किल चाहिन्छ। स्किलको लागि ड्रइङ चाहिन्छ। ड्रइङ सिक्नुपर्छ हजुरहरूले। मेरो पनि ड्रइङ हेर्नुहोस् यस्तो कबाडी भएछ नि। मैले सोचिरहेको थिएँ राम्रो होला भनेर, तर जति बेला मैले यो हटाएँ नि, यो मैले के अरे त्यो गरेको स्केच गरेको, त्यो हटाएपछि कस्तो कबाडी देखिन्छ। अब स्केच गरेको राखेपछि त एकदम राम्रो देखिन्छ, तर अरू बेला त एकदम टट्टी देखिन्छ। अब के भन्ने, अब तपाईँहरूलाई यस्तै एनिमेसनहरू बनाउनै मन छ भने त एकदम मेरो च्यानललाई सब्सक्राइब गर्नु। सब्सक्राइब गरेपछि हजुरहरूलाई यस्तै एनिमेसनहरू देख्न पाउँछ। म योभन्दा नि खतरनाक एनिमेसनहरू बनाउन लागेको छु। अब यति आइडिया आएन, त्यही भएर यही लोगोको लागि भिडियो बनाउन लागेको छु। त्यही भएर राम्रोसँग हेर्नु। मैले चाहिँ एनिमेसन स्टार्ट गर्न किन लागेको भने मलाई चाहिँ सानैदेखिबाट कार्टुन र अलिक एनिमीमा इन्ट्रेस्ट थियो। त्यही भएर एनिमेसनमा इन्ट्रेस्ट थियो। त्यही भएर चाहिँ म एनिमी र एनिमेसनमा इन्ट्रेस्ट भएर चाहिँ त्यही भएर म एनिमेसन गर्न मन लाग्छ। मलाई एनिमेसन चाहिँ के सानैदेखिबाट एकदम मनपर्छ क्या। अब अङ्कलहरूले पनि भन्थ्यो किन एनिमेसन गर्न हो, किन कार्टुन हेर्छस्। अनि आज बल्ल थाहा भयो मलाई किन कार्टुन हेरेर आज एनिमेसन गर्न मन लागेको छ। आजलाई रोक्नु एउटा कुरा त भन्दैछु। यदि तपाईँहरूलाई भिडियो पसन्द आयो भने लाइक गर्नु, सब्सक्राइब गर्नु, च्यानलमा नयाँ हुन्छ नि हेरिदिनु होला। अब यस्तो भिडियो आइरहेको छ। ओके, बाई बाई।